हेलो कसैलाई गाह्रो भयो भने त्यही बस्नु है, त्यहीबाट फर्किनु पर्छ। ए नमस्ते भन्नुहुन्छ फेरि। 35 तिर 5:30 बाट हिँडेको है। 60 जना भएको छु है, 60 जना हाइकर्सहरु उता। मैले हिँड्न सकेर बाटैबाट यही भइसक्यो। हजुर हामी कन्सेप्ट निकालेछौँ पिकनिकको नयाँ। के भन्दा मैले निकालेको कन्सेप्ट हो कि म पिकनिक आएको हो कि हाइकिङ आएको यहाँ आएर चाहिँ सबजनालाई वेलकम टु माई न्यू ब्लग। मैले हिजो अगाडिको ब्लगमा पनि भनेको थिएँ नेक्स्ट ब्लग चाहिँ हाइकिङको आउँछ भनेर। म चाहिँ अब 4 बज्यो, म अब जान्छु। बाबालाई पुरै माग्नु लाग्यो मैले। हाम्रो चाहिँ टाइम चाहिँ 4:30को थियो, तर कोही पनि आइसकेको रहेन रहेछ। कोही नि हुनुहुन्न थियो। म आउँदाखेरि त होइन, म मात्रै थियो। अनि उहाँ दिदी आउनुभयो, दिदी आयो भन्छ। दिदी हुनुहुन्छ अनि अरू दिदीहरू सबैजना आउँदै हुनुहुन्छ। अब यहाँबाट हिँड्दाखेरि 5:30 हुन्छ जस्तो लाग्न थाल्छ कि मलाई बाबाले त भन्दै रहेछ नि त 5 बजे मात्रै जाऊ भनेर। अनि म नि हतार ढिलो हुन्छ भनेर कुदाएर उठाएर बाइक निकाल्नु लगाएर हिँड्दै हिँड न भन्ने हुन्छ, बाइक निकालेर लिएर आउनु लाग्यो कि मैले। ढिला हुन्छ भनेर अनि अब आइसिन्छ होला सबैजना। ए अब यहाँदेखि हिँड्ने हो। पानी एउटा छ मेरो ब्यागमा। चिप्ले हेलो कसैलाई गाह्रो भयो भने त्यही बस्नु है, त्यहीबाट फर्किनु पर्छ। चाहिँ गाह्रो भयो जस्तो लाग्यो, रिङ्गटा लाग्यो जस्तो लाग्यो, बमिट आउला जस्तो भयो भने चाहिँ फर्किनुहोस् कि एनर्जी ड्रिङ्क खाएर त्यतिबाट सबैजनाले हजुरलाई साथ दिएर फर्काउँछौँ है। वरिपरि साथी भाइलाई चाहिँ भन्नु नि फेरि एक्लै बियोस नहुनु हजुरहरू। हामी उठाउँछौँ हजुरहरूलाई। एकछिन गरौँ ल, हामी कतिजना छौँ गरौँ ल। म्याम गर्नु त हजुर। मेरो ब्याग चाहिँ 15 केजी भइसक्यो। ल अब हामी यसलाई चाहिँ के भन्छ यो ठाउँलाई? झुलुङ्गे पुलबाट अलिकति तल झऱ्यो। ल हामी झुलुङ्गे पुलबाट रेस्ट पोइन्ट खाजा घर। कति बज्यो? 6 बज्यो। 5:45 तिर 5:30 बाट हिँडेको है। ल 60 जना भएको छु है, 60 जना हाइकर्सहरु उता तल आइसक्यो। यता वा हुनुहुन्छ। अब चली कुद्या। कति राम्रो देखेको। हाई भन्छु दिदी। हाई हाई। आज सबभन्दा छिटो आउने मान्छे हैन मनिला? म कोही हुनुहुन्न थियो म आउँदाखेरि। म फर्स्टमा भनेर 4:30 आइपुगेँ भनेको छिटो आउनु भनेर मेसेज गर्नुभएको थियो। हेरे आएर कोही हुनुहुन्न थियो। अनि दिदी हुन्छ अर्को दिदी अनि गएर बसमा हामी बसिहाल्ने।
सबजना अगाडि गइसक्नुभयो हामी चाहिँ यति मात्रै हाम्रै पछाडि हाई भन्छ त सबैजनाले भरे गएर हेर्नु त मेरो जुत्ता यस्तो भइसक्यो भाइ उहाँ हेर्छ न सबजना अगाडि पुगिसक्नुभयो आधी उता हुनुहुन्छ म चाहिँ आएको छु थाकेँ लास्ट चाहिँ थाकेँ उहाँ दिदीहरू अगाडि गइछ कति राम्रो भ्यू देखेको म बोल्न नसक्ने भएको छु कि मेरो फर्स्ट टाइम हो दिदी फर्स्ट टाइम मैले हिँड्न बाटैबाट यही भइसक्यो हजुर लास्ट थाक्यो यहाँ सबैजना रेस्ट गर्दै भइसक्छ अझै मुनि त आउँदै भइसक्छ मसँग जो सुरुमा आउनु भएको थियो दिदी उहाँ दिदी वा पुग्छ आकृति हाई हेलो अब सास बढी सिङ्गा नआयो नि भइसक्यो मलाई अब कति मिनट अरे 5 मिनट्स 5 मिनट्स 10 बजे घर पुग्छौँ त हामी यस्तो पारोमा त होइन आयो हो मैले भ्यू देखाइदिन्छु कस्तो आम्मामा यस्तोमा आयो आयो ओठ मुख सुकेर भइसक्यो भाइ मेरो त हामी यो बाटो आयौँ खुट्टा हालेर त्यस्तो भइसक्यो यहाँ हेर्छ भ्यू वाउ तर यो देख्न जति दुःख गरेर म आएँ मेरो हालत यस्तो भइसक्यो आम्मामा म माथि गएर एकदिन जाँदै सुत्छु नि है ल फाइनली आइपुग्यो चिप्ले डाँडा दिदीहरू त भइसक्छ म त बोल्नु नसक्ने भएको छु कि होइन ओर्ने त अहिले त ओर्नुपर्छ यो त साह्रै चिप्लिन्छ क्या अहिले यो बाटो त झर्नु सकिन्न अब होइन यो झर्दै होइन नि त झर्दा त एकदम अप्ठ्यारो हुन्छ यहाँबाट हुँदैन यताबाट यहाँ छ उता रहेछ ल यहाँ चाहिँ अब फोटो खिच्नु लाग्छौँ हामी जाँदै रहेछ मलाई फेरि यो भिडियो ल हाम्रो आजको क्यामेराम्यान यहाँ भइसिन्छ आयो भन्छ त ए नमस्ते भन्नुहुन्छ फेरि यता दिदी प्रतिभा दिदी सकेन आम्मामा यहाँ सबजना
ल आजलाई सकिन लाग्यो रुपा दिदी आइ भन्छ मेरो भ्लगमा वेलकम टु हाम्रो भ्लग हाइकिङको भ्लगमा अब त सेल हान्दिन पर्छ ल ल अब कता जाने हो त खै हेराइदिउँ ए ल हाम्रो आज क्यामेराम्यान है आज मैले चिनाइसक्यो उहाँलाई नमस्कार नमस्कार 3 चोटि भनिसक्छु उहाँले धेरैजना चाहिँ पछाडि नै हुनुहुन्छ आधी चाहिँ फोटो खिच्दै होइसिन्छ उहाँ माथि चिया पाउँछ अरे हामी चिया खान हिँडेको म एक्लै भएँ आज गइसक्नु भयो दिदीहरू वाउ कसलाई ल्याइदिएको हौ बिहानै त 3 बजे सुनेको वाउ कति बजे उसिनेको अरे 3 बजे 1 बजे सुतेर उहाँले नि 3 बजे उठेर चना उसिन्नु भयो अरे सुता 1 ए त 1 बजे एक बिग बसले गर्दा मलाई 1 बजाइदिएको आधा खान्छु हेर्नु खानुभन्दा अगाडि ल हाम्रो जब यहाँनिर खाजा खाने बेला भयो दिदीहरूले बोकेर आउनुभएको रहेछ आफ्नो डाइट सबैजनाले म्यामहरु यता झम्टीमै सबैजना यहाँ अरे म्यामहरुले के ल्याउनु भएको छ चितार्दा गरिसक्यो अन्डै खोले निस्किदैन ओए आकृति म पिकनिक आएको हो कि हाइकिङ आएको यहाँ हेर्नु छ यता भित्र होइसिन्छ हाइकिङ कति बजे उठेर चाहिँ बनाउनु भयो कि यो सबै सबै नि 3 बजे अरे कति जागर अरे म त कसले ल्याउनु कति जागर आम्मा मामा अब त यो भरे बिहान भोलितिर आउला पर्ला जस्तो छ फेरि खाना एकचोटि हेरेर चाहिँ ए राख्दिन्छ र सबैजनालाई साँच्चै पिकनिक आएको जस्तै भयो त मिनी पिकनिक अरे दिदी अब त डान्स चलाएको हाइकिङ सधैँ आउने होला है नछुटाउने अब मन त म्यामले ल्याउनु भने त आउने नि त मैले म्यामले ल्याउनु भएको यहीबाट लानु सबैजना ए टपक टपक टिप्ने खपक खपक खाने कस्तो राम्रो कपी रहेछ यहाँनिर आऊ 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 यहाँ ब्राइटनेस क्लियर भइसक्यो झन्नै एउटा पाहाडदेखि भेटेँ राम्रो दिलो हतियार बोकेको के बोक्नु ल अब चाहिँ हामी फर्केको अब ल हाम्रो अब सक्यो हामी चाहिँ फर्किरहेछौँ म झन् बिहान बिहान खाएको यस्तो मिठो भएन ल भरे गएर हेर्छु ल भरे हेर्छु लाइक पनि गर्छु अघि भर्खर अघि पनि देखिरहेको मैले हजुरको भिडियो गर्छु ल हजुरले ल्याइसक्यो रोटी यस्तो मिठो थियो यस्तो मिठो थियो वाउ कस्तो मिठो थियो अब फर्किँदा चाहिँ अलिक गाह्रो नहोला कि खाएर होइन मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम फेरि माया नभनेको यो मायाले धोका दिएको छ यस्तो छ स्थिति अब हेर बनाएको आकृति खोइ के भएको
आमामा हेर्नु नि यहाँ धुलो लास धुलो उड्यो यहाँ यिनीले के भन्दैछिन् यहाँ काटेर हाल्नु भन्दैछिन् के धुलो आँखाभरि पर्ने गरेको बुझ्नु भयो नि बुझे ल मेरो नयाँ पार्टनर तिम्रो नाम के भनिदेऊ त आकृति ए मेरो पेट लाएर हेर्नु न यत्रो पेट छ बेबी भएर हो क्या मेरो पेट लाग्यो मलाई सबभन्दा मन नपर्ने भनेको मेरो पेट हो क्या पेट मै पर्दैन मलाई कस्तो ह्याङ लाग्छ के बेबी भएर हो होइन भने म लास्ट लुटी थिएँ नि थाहा छ बच्चा भएर यस्तो भएको ठिक छ म अब जिम जोइन गर्न आँटेको छु मैले भनिसकेको छु नि त मेरो जिम ट्रेनर यिनी नै हुन् के अब अनि यिनीले मलाई सिकाउँछिन् तिमी पुरानो हो नि त म नयाँ हो नि त अनि मलाई एसिस्ट गर्न सक्दैनौ त भनेर त अनि उफ यस्तो रमाइलो आमामामा गफेले लिएर आउँदै रहेछ दिदीलाई अब चाहिँ सक्यो के कति धेरै है म त भिडियो बनाउने भएर सबजनाले छोडिसक्यो मलाई त गाडी हैसिन्छ सिस्टीलाई अब सिस्टी अब उता बजाएर म्युजिक बजाऊ राम्रो म्युजिक बजाऊ होइन राम्रो म्युजिक बजाऊ एक्सर्साइज गरेर जानुपर्छ म्युजिक बजाऊ म्युजिकबाट मान्छे आदि मान्छे त्यो हुन्छ नि अनि राम्रो गानाहरू बजाऊ तपाईँहरू बिचमा बिजी हुनु मैले भने तपाईँले भन्नुभयो के अरे एउटा मात्र हुँदैन सर अरू पनि गर्नुपर्छ भन्नुभयो ठिक भयो प्यारी भयो होइन अब फेरि फ्री भयो ठिक छ गर्नुपर्छ एक्स्ट्रा छ है हाम्रो बयाम छ एक्स्ट्रा छ अब अस्ति होइन ठिक छ हामी पिकनिक गर्न मैले गर्ने सल्लाह हुँदैछ हाम्रो यहाँ हामी कन्सेप्ट निकालेछौँ पिकनिकको नयाँ के भन्दा मैले निकालेको कन्सेप्ट हो कि कस्तो म्याम हेर्नु यसपालि चाहिँ अब मैले अहिले भनेछु म व्यायामशालामा अझै अब म भाइरल त पहिला एकपल्ट भएँ होइन तर त्यहाँ चाहिँ अब यस्तो क्या भाइरल भएपछि नराम्रो पनि आउँछ कमेन्ट राम्रो कमेन्ट होइन कि गति छाडेर भाइरल चाहिँ भएको राम्रो होइन होइन हो होइन कोही कोही हुन्छ नि कोही कोही एकदमै गति छाडेर भाइरल हुन्छ नि त्यस्तो होइन र हाम्रो व्यायामशाला चाहिँ नाचेको रमाइलो गरेर अलिकति एक्स्ट्रा लाग्यो अलिकति गऱ्यो त्यो आयो भाइरल भन्ने कुरा त्यही भएर मैले निकालेँ क्या यो एक्स्ट्रा क्या मैले गाना म त्यो त पेन ड्राइभमा बोकेर जाउँला त्यो अब त्यही उयसको हुन्छ होला होइन आउँछ आइसक्यो यतिखेर गलेमा फेरि भएको छैन नि होइन त्यो भएर होइन उकालो अघि उकालो छ नि त अहिले हामी उसको बाटोमा आइन्छ त्यो आएछु हेर्नु म्याम हामी बिहान जाँदाखेरिको जुलुमा बोल ठ्याक्क अहिले आइपुग्यौँ कति बज्यो अहिले 10:30-15 भयो होला अनि बिहान हामी जाँदाखेरि कति भएको थियो आकृति अँध्यारै थियो नि त जे होस् होइन अँध्यारै थियो कि हामी जाँदाखेरि धेरै अँध्यारै थियो अनि अहिले हामी ठ्याक्क फर्किसक्यौँ अब आज स्याटरडे होइन अनि त्यही पनि अब दिनैभरि त अनि अब यहीँनिर मात्रै टाइम स्पेन्ड गरेर हुँदैन नि त कति काम हुन्छ के हुन्छ अनि अब जान्छौँ बिहान राति नै थियो क्या हाम्रो चाहिँ सर आयो भन्दैछ यता आइन्छ हेलो हाई नाइस हामी त फेरि ब्याक भयौँ अब एकचोटि यहाँ बिहान हामी जाँदाखेरि बिहान अँध्यारै थियो नि त होइन हामीले यहाँ भिडियो लिएको छैन नि त यहाँको अनि त्यसपछि हामी यहाँ भिडियो लिने कुरा भयो यहाँ होइसिन्छ हाकेर कोही कता उभिएको कोही कता कोही के गर्दै क्या जग बनाउँछु कि भर लगेको छ नि गएर मैले नि म्याम कमेन यसरी बस्नु लाग्यो भाइ यहाँ बस्नु नि चलो मेरो त म्याम तपाईँ आउनु भयो तपाईँ आउनु ल भिडियो
ल हामी फेरि अब ब्याक टु भ्यामसँग आफ्नो आफ्नो घर। आमा क्या छिटो बसिसक्नु भएको रहेछ सबैजना। सामान लग्यो कालुले तपाईँ पनि ओर्लिने ओर्ली पऱ्यो ल मेरो त स्कुटी उहाँ छ नि स्कुटीवालालाई पनि गाह्रो भएछ ल बुझ्दा किन ओर्ले गर्नुपर्छ ए ल आउने हो नि फोटोहरु छुट्टो बाई दिदी बाई बाई रुपा दिदी म यही छु के गएकी छैन त हाई भन्न त बेबी फेरि हाई भन्न न मक्ख गरेर बसिरहेछ चप्पल लाउ जाऊ ए गोल रहेछ उ गोल कसले ल्यायो गोल गोल ल साथीहरू अस्ति गएर आयो है ट्रेकिङ पनि अनि त्यस पछाडिबाट स्कुल जाने बेला भयो आज एकादशी सबजना नुहाई टिका मेरो पनि निधारमा टिका छ मामले पूजाहरू लगाइदिनु भएको मैले अस्ति आएर ठ्याक्क मेरो फोन अफ भइसकेको मैले ब्लगिङ गर्न पाइनँ अनि अर्को नानी चाहिँ मजाले खेलेँ बिहानै म 4:30 बजे नै गएको थिएँ नि त अनि त्यति बेला चाहिँ नानी छोडेर होइन अनि सुतिरहेको थिएँ छोडेर गएँ उठेर चाहिँ अलिकति रोइनँ अरे किनभने अब ब्रेस्ट फिड बेबी हो रोइ नै हाल्छ अनि रोइनँ अरे अब बिस्तारै तर छुटाउनु खोजिरहेको छु अनि रोइनँ अरे अनि मामले फकाउनु भयो अरे अनि मैले बिचमा कल गर्दाखेरि खेल्दै चाहिँ भन्नुभयो आमा चाहिँ अनि म माथि पुग्न आँटेको थिएँ माथि उसमा डाँडामा अनि गयौँ आयौँ तर हुन्छ नि कति गाह्रो कि म त कस्तो गाह्रो लास्टै गाह्रो गरी पुगेँ माथि चाहिँ होइन 2-3 ठाउँमा त म यो घुँडा हात टेकेर माथि चढेको थिएँ कि फेरि त सर्टकट बाटो जाने भनेर कति छोटो टाइपको बाटो भन्दै माथिबाट गयौँ कि हामी अनि गाह्रो भयो तर मेरो फर्स्ट एक्सपिरियन्स त म कहिले यसरी हिँडेको थिइनँ नि त अनि म दिदीहरूसँग गएँ खास गरी त टिम त्यहाँ व्यायामशालाको टिम मतलब जिम मेम्बरहरू मात्रै थियो होइन तर अब दिदीसँग अलिक क्लोज छु अनि जाने भएन न त फ्रेस हुन्छ भन्नुभयो अनि म गएँ रमाइलो भयो अनि सुन जोइनिङको व्यायामशाला होइन अनि त्यस पछाडि भनेको कहिले त्यसरी हिँड्दैन रमाइलो भयो राम्रो लाग्यो खुसी लाग्यो होइन कति धेरै माया गर्नुहुन्थ्यो होइन मलाई दिदीहरूले अनि यतिको सपोर्टिभ चाहिँ हुनुपर्छ क्या अनि मलाई फेरि दिदी दाइ एकदम काइन्ड लाग्छ क्या मलाई मनपर्छ भनौँ होइन त्यो नेगेटिभवाला भाइब नै आउँदैन क्या अलवेज पोजिटिभ खालको भाइब आउँछ दिदीसँग भेटिसकेपछि चाहिँ मलाई अनि रमाइलो भयो त्यही हो अब आयो अब फेरि पनि जान्छ अब यो पछाडिको चाहिँ हाम्रो पिकनिक हुन्छ होइन अनि जान्छु तपाईँहरूले यहाँ होइन घाउ नै निको भएको छ नि तपाईँहरूले देखाउँछु ल आजको ब्लग हाम्रो कस्तो लाग्यो तपाईँलाई एकदम एक्स्ट्रा होइन ल कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ बाई टेक केयर